गाइज आजको भलक चाहिँ हाम्रो चौधारी स्कुलका कक्षा 10 का क्या भन्नान् विद्यार्थीको विदाय कार्यक्रमबाट सुरु हुन्छ हैन। अझ आज कति रुन्छन्, रुएका सबै हात देखाउने हो। त्यसको लागि सबै विद्यार्थीहरू विद्यालय जाने तयारीमा र हामी पनि लागियो विद्यालयतिर। र बाटोमा एकजना बहिनीसँग भेट भयो र उसलाई स्कुल छोड्दै गर्दा कस्तो महसुस भइरहेको छ भनेर केही प्रश्न पनि गरियो। हाउ इज द फिलिङ अबाउट दिस क्लास 10 अगेन मिट प्रोग्राम? त्यतिकैमा एकजना भाइ पनि भेटियो र उसलाई पनि सोधियो के छ, कस्तो छ फिलिङ आजको? लिभिङ स्कुल हैन टुडे। र स्कुल पनि पुगियो। ल आज हामी चाहिँ यहाँ स्कुलमा पुग्यौँ भन्ने हो। आज स्कुलमा पढाइ नहुने हुँदा विद्यार्थीहरू कमै आएका हुन सक्छन्। हेरौँ भित्रको माहौल कस्तो हुनेछ। उसरी विद्यार्थीहरू पनि आएकै थिए र त्यहाँ पनि मैले केही विद्यार्थीहरूसँग कुराकानी गरेँ। How is the feeling? My feeling is very excited. ल केटाहरू आज चाहिँ अब साडी बाई झन्ने भयो क्या हैन। अब यो मिलन भाइ त धेरै इमोसनल भयो यार, रुन लाग्यो जल्दी गर्छ। प्लिज शेयर मी योर फिलिङ। हाउ इज द फिलिङ दिस प्रोग्राम यु लिभिङ स्कुल? हाउ इज द फिलिङ अबाउट दिस प्रोग्राम? I am happy. But I am sad. Why? Give me reason. But I don't know. I'm not happy. I'm not happy, but I don't know. I have not reason. Yes. But I am so unhappy. र त्यतिकैमा हाम्रो कार्यक्रम पनि सुरु भयो। आसन ग्रहणमा यसरी गरेका शिक्षक नारायण सिंह राणा सरलाई आसन ग्रहण गर्नु आसन ग्रहणमा यस विद्यालयका शिक्षक श्री लोकेन्द्र रोकाया सरलाई आसन ग्रहण गरिदिनु लोकेश रोकाया सरलाई आसन ग्रहण गरिदिनु आसन ग्रहणमा यसै विद्यालयका शिक्षक श्री विक्रम सोही सरलाई आसन ग्रहण गरिदिनु हामी आसन ग्रहण गर्छौँ। आसन ग्रहणमा यसै विद्यालयका शिक्षक श्री शिवराज बोर सरलाई आसन ग्रहण गरिदिनु हामी आसन ग्रहण गर्छौँ। हामी आसन ग्रहणमा छौँ। आसन ग्रहणमा आसन ग्रहण गरिदिनु यस विद्यालयका शिक्षक रामराज विश्व सरलाई आसन ग्रहण गरिदिनु हामी आसन ग्रहण गर्छौँ। र त्यसपछि हाम्रो राष्ट्रिय गान पनि सुरु भयो र कार्यक्रम सुरु अगाडि बढ्यो। The feeling about this again a meet program. Smart sister. How is the feeling? Anjali. Kisna Regmi's sister. Regmi हैन। टपरज्यू करिश्मा कस्तो फिलिङ भइरहेको बहिनी तेरो नाम क्या? सरस्वती। My name is यानकिया। उहाँ चाहिँ यानकिया। कल्पना हाजी। आज त कल्पना हाजीको नाम मैले याद गरेर भयो त। कल्पना हाजी आज त तेरो नाम याद गरेर थियो कि? रोजा हाजी तँ रुने है फिक्स मुखी थाहा हो तर जन्दुए हाजी जन्दुए तँ रुने है। त्यसपछि आदिले शुभकामना मन्तव्य सहित केही प्रस्तुतिहरू पनि देखाउनु भयो। मेरो माया गडछानी फुल होइन प्रिय
स्कुल छोडी गएपछि मिहिनेत गर्नुहोला, समयलाई जथाभावी गडबड नगर्नुहोला। धन्यवाद। दोनों में गाने तो बन जाएगी अपनी जिंदगानी, ये दुनिया मिले न मिले हमको, खुशियाँ बना देगी हर हमको। जिन्दगीको गोरेटोमा काम गर्नु राम्रो, सधैँ सफल रह्या भन्ने आशीर्वाद छ हाम्रो, सधैँ सफल रह्या भन्ने आशीर्वाद छ हाम्रो। त्यसपछि सरले सबै विद्यार्थीलाई टीका लगाएर शुभकामना दिने काम गर्नुभयो। जिउँदा आशा सबै मरी गया जिउँदा आँसु पिउँदा पिउँदा रीति खाका आँसु आँसु पिउँदा पिउँदा आँसु पिउँदा पिउँदा रीति खाका आँसु आँसु पिउँदा पिउँदा बिगाई आँसु गाडी ल्याउनु दादा आँसु जन गाडी बिगाई ल ल बिगाई रुयो त बिगाई ल ल ल बिगाई रुयो। र अन्त्यमा फोटो खिचाउँदै त्यो कार्यक्रम सम्पन्न भयो। सुजिता